नेपाली साहित्यको हास्यव्यङ्ग्य फाँटमा उदाएका एक अद्वितीय तारा श्री भैरव अर्यालको विक्रम सम्वत 2019 सालमा प्रकाशित पहिलो हास्यव्यङ्ग्य सङ्ग्रह काउकुतीबाट साभार यो सङ्ग्रहको दोस्रो कृति हाँसोको जातथर प्रस्तुत छ। हाँसोको जातथर। हाँस्यो कि काम नास्यो भन्ने उहिलेदेखिको उखान अहिलेसम्म चलेकै छ। तैपनि हामीले भने हाँस्न छाडेका छैनौँ। काम त के, मामै नासिए पनि हाम्रो हाँसो कुनै दिन नासिएको छैन। छाती फुलाएर महादेव या भीमसेनको जस्तो अट्टहासे खित्का छाड्न हाम्रो बरगतले नभ्याए पनि नाक बजाएर आफ्नो नारायण पाते फुस्रा ओठ फट्याउन मरिगए कोही छाड्ने हुन् र? कोही खित्त गर्छन् भने कोही खितितित्री गर्छन्, कोही हललल गर्छन् भने कोही हलहललल गर्छन्, कोही मुसुक्क मुस्कुराउँछन् त कोही निसिक्क ओठ बङ्ग्याउँछन्। हाँस्यो कि काम नास्यो भन्ने सिद्धान्त कडा भयो भनेर नै होला हाम्रा आदिकवि भानुभक्तले भनेका थिए। अरूले हाँसे हाँस तर बुहारीहरूले चाहिँ कति नहाँस है। तर अचेल बुहारी मात्र त के, भूतपूर्व बुहारी, बुहारीका उम्मेदवार सबै खिलखिलाइदिन्छन्। यसरी 12 महिना 12 काल केही न केही रूपमा हामी हाँस्न खोज्छौँ। यद्यपि तपाईँ हामी जस्ता गरिब गुरुवाको कर्ममा खिलखिलाएर हाँस्ने साइत बिरला कोटी मात्र पर्छ। तैपनि हाँस्न त हामी खोज्छौँ। त्यसैले हाँसोको जात, थर, नाम, दर्जा इत्यादिको विश्लेषण गरेर सानो सानो रूपमा भए पनि बिस्तार बिस्तार हामीले हाँसो शास्त्रको चर्चा गर्नु नितान्त आवश्यक छ। रोटी पनि हेर्नका लागि छन् राँड भने चाहिँ हाँसो पनि त हेर्नका लागि होला नि। हाँसोका धनीले यसबारे केही विचार गरेनन् भन्दैमा हामी हाँसोका गरिबहरू पनि केही कनीकुथी किन नगरौँ? आखिर धनीबाट नै भएको पो के छ र? हाँसोलाई प्रतिद्वन्दित गर्ने शब्द अचेल हाम्रो भाषामा धेरै नै बटुलिसकिएका छन्। जस्तै 1 खिस्स खिसिक्क, 2 मुसुक्क मुसुमुसु, 3 हल्ल हललल्ल, 4 निस्स निसिक्क, 5 खित्त खितिक्क खितितिति इत्यादि। तर लेखन्ते र बकन्तेले प्रयोग गर्दैमा हाँसोको विधि नै यो विधि छन् भनी मान्न सकिन्न। छानबिन गरेर हेर्दा हाँसो 4 भागमा मात्र बाँडिएको छ। जस्तै खिसिक्क, मुसुक्क, हल्ल र हललल्ल। हल्ल र हललल्लको स्त्रीलिङ्गी रूप खित्त र खितितित्त हो, किनभने यी शब्दले आइमाई हाँसेको भन्ने सम्झिन्छ। जस्तै ती छडुल्लीहरू खितितित्त हाँसे। कोही मन नपरेको मान्छेको हाँसो वर्णन गर्दा उसले जतिसुकै राम्रो मुस्कान छोडेको भए तापनि फलानो निस्स हाँस्यो भनी हेलचेक्राइको दृष्टिले वर्णन हुन्छ। यसकारण निस्स र निसिक्क पनि मुसुक्ककै विकृत रूप हुन् भनी माने हुन्छ। अब बाँकी रहन आउँछन् उही 4 प्रकार, खिसिक्क र मुसुक्क, हल्ल र हलल्ल। बुझ्न सजिलो होला भनी यी 4 प्रकारका हाँसोमध्ये खिसिक्कलाई राज हाँसो, मुसुक्कलाई भारदार हाँसो, हल्ललाई पब्लिक हाँसो र हललल्ललाई मतवाली हाँसो भनी बुढापाकाहरूले नाम राखेका हुँदा हुन्। कतिपय बाठा बुजुर्गहरूले दोस्रो दर्जाको मुसुक्कलाई कामिनी हाँसो पनि भन्ने गर्थे होलान्। जे भए पनि राजा, रजौटा, भारदार, साधारण जनता र मतवाली अर्थात् अछुत, यी 4 वर्गमा विभाजित त्यस बेलाको समाजलाई एक प्रकारको हाँसो भाग लागेकै थियो। तर दर्जा अनुसारको हाँसो बाँडिए तापनि एउटा सुविधा के थियो भने उपल्लो दर्जाका व्यक्तिले निचा दर्जाको हाँसो हाँस्दा न दर्जाको अपमान सम्झिन्थ्यो न भात पानीकै सवाल उठ्थ्यो। खास गरेर भारदारनी युवतीहरू चाहिँ कहिलेकाहीँ भित्तै फाट्ने गरी मतवाली हाँसो पनि हाँसिदिन्थे। यो चलन अहिलेसम्म चलेकै छ। समय बित्दै गयो भनौँ वा अघि सर्दै गयो भनौँ, मतवाली हाँसोलाई फोक्सो सफा गर्ने हाँसो भनी विज्ञानले सर्वोत्तम ठहर्याइदियो। पहिलो दर्जाको राज हाँसो खिसिक्कलाई आधुनिक ठिटाठिटीले बिरामी हाँसो भनी पन्छाइदिए। दोस्रो दर्जाको भारदारी हाँसो मुसुक्कलाई नवोदित युवक युवतीले आफ्नै दाइजो सम्झी प्रेमको माध्यम बनाउन थाले। वर्ग बढे, पद बढे, वाद बढे र फेसन बढे। यी सबैका लहलैमा हाँसोका पनि भेद, विभेद र उपभेद निस्किए। शाब्दिक विश्लेषणले मात्र नभई भावको आधारमा हाँसोको विश्लेषण र वर्गीकरण नगरी नहुने स्थिति आइपुग्यो।
यसरी भावात्मक अध्ययन र अनुसन्धान समाजव्यापी रूपमा गर्दा हाँसोको भेद विभेद उपभेदहरू नेपालका लेखक कवि झैँ तालका निस्किन्छन्। त्यसैले टाउके प्रकारको मात्र यहाँ चर्चा गर्नु सम्भव होला। बुढाबुढीहरू उखान गर्छन्, अचेलका ठिटाठिटीहरू कुकुरको पुच्छर बाङ्गो देखे पनि हाँसिदिन्छन्। नभन्दा अचेल नेप्टीको नाक देखेर कोप्ची निस्स गर्छे, कोप्चीको आँखा देखेर नेप्टी खितित्त गर्छे, मोटालाई थसुल्लो थुम्बे घ्याम्पे भकारी ढोक्से ढब्बु र ढेँडु इत्यादि विशेषण दिएर दुब्ला पातालोहरू निस्स गर्छन्। दुब्ला पातालालाई सिद्रो टिम्मुरे स्याल जिरीख्याम्चे नसे मरिच जिम्मु इत्यादि विशेषण दिएर मोटाहरू निस्किसाउँछन्। यो हाँसो प्राय निस्स र निसिक्कको रूपमा प्रवाहित हुन्छ। त्यसकारण यस प्रकारको हाँसोलाई मेरो आधुनिक हास्य विज्ञानले कुकुर पुच्छ्रे हाँसो भन्ने नाम दिएको छ। कुकुर पुच्छ्रे हाँसो नेपालको मौलिक हाँसो हो तापनि अलिअलि फिल्मी पालिस लगाएर यसलाई कर्के छड्के र छिर्के गराई आजका युवा युवतीहरू हाँस्ने गर्छन्। अर्को छ पँधेरो हाँसो। धारा पँधेरोमा पानी लिन जाने आइमाईहरू दोकान डालाका गफ झिकेर हाँस्ने गर्छन्। यिनैबाट उत्पत्ति भएकोले अहिले पँधेरो हाँसो यस्तै पँधेर्नीहरूमा मात्र सीमित थियो। तर हिजो आज हाम्रा स्वतन्त्र भलादमी शिक्षित गफी बुजक्कड बुद्धिजीवी अर्थात् अलपत्रिएका नेता खोसिएका मन्त्री नगनिएका लेखक प्रमोसनमा हेपिएका कर्मचारी जागिर नपाएर रङ मङ्गिएका ग्रेजुएटहरू सबै पँधेरो हाँसो हाँस्छन्। क्रुश्चेभ र केनेडीलाई जोखतौल गरी हाइड्रोजन एटम उपग्रह निशस्त्रीकरणदेखि लिएर टुकुचामा मुला पखालेका कुरासम्मको विचार विमर्श र वाद विवाद गर्दा गर्दै बीचबीचमा यसरी हाँस्दिन्छन् कि घरको भुटन समस्या समेत त्यहाँ हाँसोमा बतासिएर अट्टहास गर्न थाल्छ। गफ गर्न पढेका, जागिर खान डिग्री लिएका, मन्त्री हुन पार्टी खोलेका, पैसा कमाउन पत्रिका चलाएका, दक्षिणा लिन रामनामी बेरेका, नाम छपाउन कविता लेखेका यी भलादामीहरूले टुँडी खेलको दुबो चिमर्दै हाँस्ने यस किसिमको पँधेरो हाँसो हाँस्न कति पनि गाह्रो पर्दैन। तर हाँस्दा कि अर्काको नाडी समाएर घचघच्याउनु पर्दछ कि आफ्नै तिग्राको मादल बजाउनु भने बिर्सिनु हुँदैन। पँधेरो हाँसोलाई 2007 सालपछिको नेपालको सबैभन्दा विकसित हाँसो भनिदिए हुन्छ। अर्का थरी नाकनिके हाँसो हाँस्दछन्। अल्लारे ठिटाठिटीहरूको काम कुरोलाई नाकनिक गर्दै बुढी आमैहरूले यो हाँसोको सिर्जना गरेका हुन्। तर अचेल नाकनिके हाँसोले पनि हाम्रो समाजमा निकै आदर पाएको छ। श्रीमान क को कुरा सुन्दा श्रीमान ख नाक चेप्राएर मुख छोपी हाँस्दछन्। श्रीमान ग को कुरा सुनेर श्रीमान घ नाक निकाउँछन्। फलाना नेताको भाषण तिलाना नेतालाई हास्यास्पद बन्दछ। ढिस्कानाको सिद्धान्त सुन्दा अर्कालाई हाँसो उठ्छ। श्लोकबद्ध कविता देखेर नयाँ कवि खित्का छोड्छन्। आधुनिक कविता पढ्दा पुराना कविहरूको तालुदेखि पैतालासम्म चिलचिलाएर हाँसो उठ्छ। तपाईँ भन्नुहोला नाकनिके हाँसो र कुकुर पुच्छ्रे हाँसो उस्तै त हुन् नि। तर अलि याद राख्नुहोस्, नाकनिके हाँसोमा अरूलाई 2 पैसामा पनि नगनी गिज्याउने गुलियोपन रहन्छ। कुकुर पुच्छ्रेमा खल्लो हाँसो मात्र। अर्को थरी हाँसो छ कालिदास हाँसो। कपुरीको दुब्लाएको भनी जुन बेला महाकवि हुने कालिदासजी रोएथे त्यस बेला यो दयनीय हाँसो जन्मिएको हो। यो हाँसो हाम्रा तराई पहाडतिरका अनजान गाउँले दाजुभाइहरू हाँस्दछन्। उनीहरूको भूगोलमा नेपालको दक्षिणतर्फ घोर मुखाको मुलुक छ, पूर्वतिर 1800 सिँढी भएको स्वर्ग जाने भर्याङ र उत्तरतिर पाताल जाने 108 कोसको सुरुङ छ। उनीहरूको राजनीतिमा पृथ्वीमा जम्मा 4 बादशाह छन्। बङ्गाल र मद्रासको लडाईँ हुन्छ। 2020 सालमा पृथ्वी घोप्टिएर मान्छे जति सारा पाताल पोखरीमा मुन्टो गाड्न पुग्छन् इत्यादि अनौठा कुरा उनीहरू थाहा पाउँछन् र मरिमरि हाँस्छन्। अचेल यस्तो पनि एक वर्ग हाम्रो समाजमा देखिएको छ जसलाई आफ्नो बुद्धि वर्गतले नभेटी पनि काम कमाउने भोकले सताएको हुन्छ। आफ्नो हुस्सुपनलाई उडाउँदै अरू हाँसेको थाहै नपाई मैले खुब राम्रो ग्रन्थ लेखेछु भनी गजक्क पर्ने लेखक, मैले राजनीति बुझेको छु भन्ने ठानी घिरौँला जत्रो नाक पार्ने 3 सुके नेता र मेरो बोलाइको माधुर्य कस्तो छ भन्ठानेर गम्कने वक्ता इत्यादि। यिनीहरू आफूले आफूप्रति व्यङ्ग्यात्मक भावले हाँसेकोलाई प्रशंसा सम्झेर स्वयं पनि हाँस्न थाल्छन्। यस्तो अर्थात् आफ्नो काम र कृति देखेर आफै छाडिने बोक्रे आत्मगर्वको फुस्रा मुस्कानलाई बाँदर पुत्रे हाँसो भन्नुपर्दछ। एकपल्ट एउटी बाँदरनीले आफ्नो भुत्तो चिउँडो भएको छोरालाई सुन्दरताको प्रतियोगितामा विजयी गराउन लगेकी थिए रे। त्यस बेलादेखि हाम्रो समाजमा बाँदर पुत्रे हाँसोले जरो गाडेको हो भन्ने बुढापाकाको अन्दाज छ। अर्को एक थरी झन् मजाको हाँसो छ, गजडी हाँसो। गजडीका गफको बयान गर्दै महाकवि देवकोटाले एउटा उदाहरण दिनुभएको छ। एउटा मान्छे हिँड्दा हिँड्दा यतिसम्म हिँड्यो कि
उसको पैतालादेखि टाउकोसम्म खिएर साँझमा टुप्पी मात्र लुखुर लुखुर घर आइपुग्यो रे। यस्तै जिलिन गाँठी तर मरिमरि हाँस्नुपर्ने कुरा गजडीहरू निकाल्छन्। हिजो आज गजडी भन्दा सोमरसीहरूको आबादी यस्ता कुरामा बढी देखिन्छन्। खास गरी ठुला बडा भेला हुने रिसेप्सन, ककटेल पार्टी आदिमा यस्तो हाँसोको फोहरा छुट्दछ। आफू सुदबुद खोया बनेर अरूलाई हँसाउन सक्नु गजडी हाँसोको विशेषता हो। यिनका अतिरिक्त दुलही हाँसो, चेपारे हाँसो, जङ्गी हाँसो, भक्कडी हाँसो, छुचुन्द्रे हाँसो, मुसुमुन्द्रे हाँसो इत्यादि सयौं हाँसोका प्रकारहरू छन्। यी सबैको चर्चा गर्न थाल्नु भने हाँस्दा हाँस्दा पेटको आन्द्रा भुँडी चुडिने डर हुन्छ। त्यसैले अहिलेलाई मनमनै हाँस्नु सबैभन्दा राम्रो।